गुड मर्निङ साथीहरू। आज मेरो भान्सामा पाक्ने छ यो सिन्की र घुइया। यो सिन्की घुइया भन्ने बित्तिकै म कहाँको हो थाहा पाइहाल्नु भयो होला। यो भाषाले यो भाषा कहाँ बोलिन्छ। काठमाडौँमा यो घुइयालाई पेडारु भनिन्छ, यो सिन्कीलाई गुन्द्रुक भनिन्छ। तर यो गुन्द्रुक यहाँ रायोको सागको बनाइदो रहेछ। सिन्की चाहिँ मुलाको जराको अनि पातको फरक त्यति हो। खाना मिठो त दुवै हुन्छ, तर हाम्रो यो दाङको सिन्की बराबर चाहिँ हुन्छ जस्तो लाग्दैन मलाई। यो यदि कसैले खानु भएको छ भने है, दाङको सिन्की खानु भएको छ भने असाध्यै मिठो हुन्छ। यो नखाइकन त यो जाडो अपुरो नै लाग्छ मलाई।